हेलो एभ्रिवान। आज चाहिँ हामी स्ट्याटिक्सको चाहिँ स्ट्याटिक्स र प्रोबाबिलिटीको चाहिँ बेसिक कन्सेप्ट हेर्न गइरहेछौँ। यो बुझ्यो भने चाहिँ हामीले पछाडिको प्रब्लमहरू पनि सल्भ गर्न चाहिँ सजिलो हुन्छ। अब ऱ्यान्डम भ्यारिएबल्स भनेको के हो भन्दाखेरि चाहिँ द भ्यारिएबल्स विच टेक डिफ्रेन्ट भ्यालु जेनेरेटेड बाई द ऱ्यान्डम एक्सपेरिमेन्ट इज कल्ड ऱ्यान्डम भ्यारिएबल। ऱ्यान्डम एक्सपेरिमेन्टबाट चाहिँ जेनेरेट भएको डिफ्रेन्ट भ्यालुहरू चाहिँ के हो, हाम्रो ऱ्यान्डम भ्यारिएबल हो होइन। अब ऱ्यान्डम भ्यारिएबलको पनि के छ, दुईवटा टाइप छ। एउटा भनेको चाहिँ क्वालिटेटिभ भ्यारिएबल, अर्को भनेको क्वान्टिटेटिभ भ्यारिएबल। क्वालिटेटिभ भ्यारिएबललाई चाहिँ हामीले अर्को क्याटेगोरिकल भ्यारिएबल पनि भन्छौँ, जसले चाहिँ के भन्छ क्याटेगोरिकल एन्सर दिन्छ। जस्तो कि त एस, कि त नो, कि त भने ट्रु, कि त फल्स, जस्तो खालको क्याटेगोरी अनुसार चाहिँ एन्सर दिन्छ भने त्यसलाई चाहिँ क्याटेगोरिकल डेटा भनिन्छ, क्याटेगोरिकल भ्यारिएबल भनिन्छ भने चाहिँ। अनि क्वान्टिटेटिभ भ्यारिएबल्स भनेको चाहिँ न्युमेरिकल भ्यारिएबल्स हो, जसले चाहिँ के दिन्छ, रेस्पोन्स चाहिँ डेटा चाहिँ हामीलाई के दिन्छ, न्युमेरिकमा दिन्छ। जस्तै फर इक्जाम्पल्सको लागि भन्यो भने चाहिँ हाउ मेनी बुक डु यु ह्याभ, होइन, तिमीसँग कतिवटा बुक छ भने चाहिँ त्यसले के दिन्छ एन्सर, कि त मसँग 5वटा छ, कि त 2टा छ, कि त 3टा छ भनेर दिन्छ भने। त्यसै अब क्याटेगोरिकल रेस्पोन्स र क्वालिटिभ रेस्पोन्सले चाहिँ के भन्छ भन्दा डु यु ह्याभ एनी बुक, तिमीसँग के बुक छ भन्यो भने चाहिँ कि त यस, कि त नो, कि त छ, कि त छैन भनेर दिन्छ है त। अब हाम्रो चाहिँ के छ भन्दा क्वालिटेटिभ अर भ्यारिएबल, न्युमेरिक भ्यारिएबलमा चाहिँ हाम्रो के छ, अझ दुईवटा टाइप छ। त्यो भनेको चाहिँ एउटा डिस्क्रिट फङ्सन छ, अर्को चाहिँ कन्टिन्युस फङ्सन हो। डिस्क्रिट फङ्सन चाहिँ के गरिदिन्छ भन्दा युज फर के भन्छ, काउन्टिङ प्रोसेस है, काउन्ट गर्नको लागि युज गरिन्छ भने त्यसलाई डिस्क्रिट प्रोसेस भनिन्छ। जस्तै फर इक्जाम्पल एउटा स्टुडेन्ट, 2टा स्टुडेन्ट, 3टा स्टुडेन्ट, 4वटा स्टुडेन्ट, 5वटा स्टुडेन्ट भनेर काउन्ट गऱ्यो भने चाहिँ त्यो के हो, डिस्क्रिट डेटा हो। अनि अर्को भनेको चाहिँ कन्टिन्युस ऱ्यान्डम भ्यारिएबल। त्यो भनेको चाहिँ के भन्छ, मेजरिङ गर्नको लागि युज गरिन्छ भने चाहिँ त्यसलाई चाहिँ हामी के भन्छ, कन्टिन्युस ऱ्यान्डम भ्यारिएबल भनिन्छ। फर इक्जाम्पल अब के भन्छ, हाइट अफ द स्टुडेन्ट्स इन अ क्लास, जो चाहिँ के हुन्छ, फरक हुन्छ नि त। एन्ड अर्को भनेको चाहिँ के हुन्छ, अमाउन्ट अफ रेनफल इन अ डे, होइन, दिनमा भएको रेनफलहरूको चाहिँ अमाउन्टहरू चाहिँ के गर्न सकिन्छ, मेजर गरिन्छ भने चाहिँ त्यो चाहिँ कन्टिन्युस प्रोसेस हो कि 1 सेकेन्डमै फेरि अर्को आउँछ नि त। फेरि 1 सेकेन्डमा विदिन फ्रेक्सन्स अफ सेकेन्ड अनुसार थोरै डिस्टेन्समा चाहिँ मेजर गर्न सकिन्छ नि त। त्यही भएर चाहिँ यसलाई चाहिँ के भन्छ, कन्टिन्युस ऱ्यान्डम भ्यारिएबल भनिन्छ। कन्टिन्युस ऱ्यान्डम भ्यारिएबलको चाहिँ नर्मल्ली हामीले यस्तो यो इन्टिग्रेसन गरेर चाहिँ हो, यो एरियाभित्रमा पर्नेलाई चाहिँ हामीले कन्टिन्युस भनिन्छ। अनि त्यसपछि इक्जाम्पल्स भनेको चाहिँ जस्तै काउन्टिङ प्रोसेसको भन्यो भने चाहिँ नम्बर अफ एक्सिडेन्ट भन्यो होइन। जस्तै इक्जाम्पल्स नम्बर अफ एक्सिडेन्ट भन्यो भने चाहिँ 3टा एक्सिडेन्ट भयो, 2टा एक्सिडेन्ट भयो भनेर एक्ज्याक्ट डेटा डिस्क्रिटमा नम्बरमा दिन्छ भने त्यसलाई चाहिँ हामीले के भन्छ, डिस्क्रिट ऱ्यान्डम भ्यारिएबल भनिन्छ। अनि अब मेजरिङ प्रोसेस गर्न युज गर्ने कन्टिन्युस ऱ्यान्डम भ्यारिएबल्स भनेको चाहिँ के भन्छ, अमाउन्ट अफ रेनफल्स इन अ डे भनेको चाहिँ कति रेनफल चाहिँ अमाउन्ट भयो होइन। जस्तै 5 mm भयो, कति मिलिमिटर भयो भनेर चाहिँ यसरी चाहिँ त्यसलाई दिन्छ भने चाहिँ त्यो चाहिँ के हुन्छ, कन्टिन्युस ऱ्यान्डम भ्यारिएबल्स हो। अब हाम्रो छ के छ, प्रोबाबिलिटी मास फङ्सन्स र प्रोबाबिलिटी डेन्सिटी फङ्सन्स भनेको चाहिँ फेरि हाम्रो एउटा यो दुईवटा टर्म छ होइन। प्रोबाबिलिटी मास फङ्सन भनेको चाहिँ के हुन्छ, यो डिस्क्रिट डेटामा युज गरिन्छ भने चाहिँ त्यसलाई चाहिँ प्रोबाबिलिटी मास फङ्सन भनिन्छ। मास भनेकै डिस्क्रिटमा गरिन्छ। अनि प्रोबाबिलिटी डेन्सिटी फङ्सन भनेको चाहिँ के हुन्छ, कन्टिन्युस सिरिजमा गरिन्छ। डेन्सिटी भन्नाले नर्मल्ली भोल्युमसँग रिलेटेड गरिन्छ नि त। अनि यो कपबाट पनि के गरिन्छ, यो यसले कति एरिया अरू भोल्युम कभर गर्यो भन्नेतिर र कनेक्ट गरेर बुझ्दा पनि हुन्छ। डेन्सिटी भनेको चाहिँ हाम्रो कन्टिन्युस हुन्छ र मास भनेको चाहिँ हाम्रो के हुन्छ, डिस्क्रिट हुन्छ। अब यसको चाहिँ के हुन्छ भने कुनै पनि भ्यालुको प्रोबाबिलिटी भनेको चाहिँ कि त 0 to 1 को बिचमा हुन्छ, कि त इक्वल्स हुन्छ भनिन्छ। यसको पनि प्रोबाबिलिटी डेन्सिटी फङ्सनमा चाहिँ कुनै पनि फङ्सन चाहिँ के हुन्छ, जस्तै कुनै पनि फङ्सन चाहिँ 0 देखि 1 को बिचमा हुन्छ भन्ने टाइपको है। 0 पनि हुनसक्छ, 1 पनि हुनसक्छ, कि त त्यो दुइटाको बिचमा हुन्छ। अनि यो भनेको समेसन्स अफ आई इज इक्वल्स टु 1 to n भनेको चाहिँ आई चाहिँ 1 देखि सुरु भएर n सम्म जान्छ। अनि प्रोबाबिलिटी अफ एक्स आई इज इक्वल्स टु चाहिँ के हुन्छ, 1 हुन्छ भनेको चाहिँ सबै प्रोबाबिलिटी जोड्ने हो भने चाहिँ त्यो के हुन्छ, 1 आउँछ। यसको पनि के हुन्छ, इन्टिग्रेसन -इन्फिनिटी टु +इन्फिनिटी फङ्सन्स अफ एफएक्स डिएक्स गऱ्यो भने चाहिँ त्यो के हुन्छ, 1 हुन्छ। जहाँ चाहिँ के हुन्छ, एक्स चाहिँ -इन्फिनिटी टु द के हुन्छ, +इन्फिनिटीसम्म जान्छ भने चाहिँ यो चाहिँ हाम्रो नर्मल प्रोपर्टी हो। यदि प्रोबाबिलिटी मास फङ्सन भयो भने चाहिँ के हुन्छ, प्रोबाबिलिटी पिएक्स भनेको चाहिँ पिएक्सआई भनेको चाहिँ 0 to 1 को बिचमा हुन्छ है। अनि इक्वल्स टु पनि हुनसक्यो। अनि यो भनेको समेसन हुन्छ, यतातिर इन्टिग्रेसन हुन्छ भनेर है। यो डिस्क्रिटतिरको, यता कन्टिन्युसतिरको। अब यो डिस्क्रिटतिरको भनेको चाहिँ के हुन्छ, सबै x1 x2 x3 x4 x5 गरेर सबै पार्टिकुलरहरू सबै डेटाहरू चाहिँ के हुन्छ, जोडिन्छ भने चाहिँ त्यसलाई चाहिँ हामी के भन्छ, डिस्क्रिट डेटा भन्छ। कन्टिन्युस भनेको चाहिँ हामीले स्टार्टमा नि पहिल्यै पढेको छौँ। जस्तो 0 to 5 सम्मको क्लास इन्टरभलमा कति छन्, 5 to 10 सम्मको क्लास इन्टरभलमा कति छन्, र 10 to 15 सम्मको क्लास इन्टरभलमा कति छन्, 15 to 20 देखि सम्मकोमा क्लास इन्टरभल कति छन्। त्यसरी चाहिँ इन्टरभल वाइज होइन, फ्रेक्सन्स अफ मिनी सेकेन्ड्समा चाहिँ डेटाहरू दिइरहेको छ भने चाहिँ त्यसलाई चाहिँ कन्टिन्युस डेटा भनिन्छ। डिस्क्रिट भनेको चाहिँ
5 मा 10 मा 15 मा यसरी ट्याक 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 भ्यालु छ भने चाहिँ त्यसलाई चाहिँ डिस्क्रिट डेटा भनिन्छ, डिस्क्रिट ऱ्यान्डम भेरिएबल भनिन्छ। यो चाहिँ नर्मल ऱ्यान्डम भेरिएबल भनेको के हो भन्ने चाहिँ थोरै डेफिनेसन मात्र भयो। अबको भिडियोमा चाहिँ हामी चाहिँ यसलाई एक्सपेक्टेसन्सहरू के हो र अनि प्रब्लमहरू सल्भ गर्न कोसिस गर्छौँ। हस् त, थ्याङ्क यू।